तपाईँ नाचघर, त्यसपछि नाचघर हुँदै गुरुकुल। गुरुकुलमा त दाइले मैले भेटेर कतिचोटि नाटक हेरेँ होइन, कतिचोटि सित्ते पनि हेरेको छु मैले होइन। अब त्यहाँसम्म आइपुग्दाखेरि सिकाइ चाहिँ के रहेछ जिन्दगीमा नाटकको अथवा अभिनयको सिकाइ नि हजुर? तपाईँ नाचघरमा पनि ट्रेनिङ पनि लिनुभयो होइन, त्यसपछि फेरि गुरुकुल आउनुभयो, त्यहाँ पनि सिक्नुभयो होइन। सिकिसके पश्चातको अभिनय के रहेछ भन्ने लाग्यो त्यस्तो? यो सुरुमा म उतै वंशगोपालबाटै जोड्दा सुरुमा वंशगोपालमा गर्दाखेरि गरिसकेपछि एक हप्ता जस्तो ठ्याक्कै दसैँको बिदाको दिन जमारा राख्ने औँसीको अघिल्लो दिन गरे जस्तो लाग्छ मलाई। त्यति बेला ओहो मै सुपरस्टार भन्ने अङ्ग्रेजी शब्द त थिएन यार, ल मैले गतिलो काम गरेछु क्या हो भन्ने भयो त्यहाँको अडियन्सले गर्दा। पछि फेरि नाचघरमा गइयो, नाचघरपछि अर्को नाटक गरियो, नाचघरमा गरिसकेपछि मैले एकजना यो राष्ट्रिय नाटक महोत्सवमा उत्कृष्ट अभिनेताको अवार्ड पाएँ, 12 शताब्दी भन्नेबाट। है तेरि मैले त फाँड्दैछु क्या हो है म जस्तो भन्ने लाग्यो। अनि पछि यसो गर्दै जाँदा अरूको हेर्दै जाँदा त म त के पनि रहन्छु जस्तो लाग्यो। पछि फेरि गुरुकुल आउँदा 3-4वटा नाटक गर्दा वाह भन्ने भयो। विदेशीहरूसँग गरियो, टन्नै ट्रेनरहरू इन्डिया, नर्वे, डेनमार्क, फिलिपिन्स लगभग धेरै देशबाट ट्रेनरहरू शिक्षकहरू आए, उनीहरूसँग सिकियो, नाटकहरू गरियो। ल गति नै गरियो जस्तो लाग्थ्यो। पछि यसो हेऱ्यो के पनि होइन रहेछ, यो चाहिँ सिक्ने क्रम रहेछ, यो सिक्ने क्रम नसकिने रहेछ। मैले पोहोर एउटा खेल भन्ने मुभी गर्दाखेरि मैले के कुरा थाहा पाएँ भनेदेखि कति काम गरियो। त्यो एकजना भाइ अनुराग प्रधान भन्ने दार्जिलिङको भाइ डिरेक्टर, उसले चाहिँ धेरै हिन्दी फिल्ममा एसोसिएट डाइरेक्टर, मुख्य सहायक निर्देशक भएर धेरै काम गरिरहेको छ। उसँग काम गर्दा थुक्क म त केही नै होइन जस्तो गरेँ लाग्यो भनौँ न। यो चाहिँ सिकाइ हो खासमा, किनभने टेक्निकल हिसाबले धेरै कुरा थाहा होला, तर पनि अनुभूतिका हिसाबले निरसा सरले एउटा कुरा भन्नुहुन्थ्यो कि, उहाँले के भन्नुहुन्थ्यो भने हामी बेलामा जाँदा, तर धरानमा जाँदा चाहिँ उहाँले के भन्नुहुन्छ, भोलाजी मलाई चाहिँ कहिलेकाहीँ चाहिँ यो एक्टिङै नगरौँ जस्तो लाग्छ भने। मैले किन सर भनेको, उहाँले गएर एक्टिङ गर्नुहुन्छ, डिरेक्टरहरू त जुनियर हुनुहुन्छ नि त, अनि जस्तो गरे नि त दादा दामी गर्नुभयो भन्ने, अनि आफूलाई गर्न मन लाग्दा पनि दिँदैनन्, त्यो भएर नगरौँ जस्तो लाग्यो भन्नुहुन्थ्यो। भनिसकेपछि उहाँलाई त अझै केही सिक्नु बाँकी छ भन्नुहुन्छ भने त हामी त भर्खर बामे सर्दैछौँ भन्छु। त्यो भएर यो सिकाइ हो, सिकाइ कहिले सकिँदैन। तर एउटा कुरा चाहिँ के हो भने, जो आत्तिन्छ र मात्तिने मान्छे चाहिँ ढिलो चाँडो त्यो ठेगान लगाउँछ समयले जस्तो लाग्छ मलाई। भनेको कति मान्छेहरू हुन्छन् नि है भन्ने त्यो घमण्ड अथवा आत्तियो भने पनि, ग्लानी भयो भने पनि त्यो हो, नत्र आफ्नो हिसाबले काम गर्दै जाँदाखेरि सिक्न कति बाँकी छ।